यो हाम्रो यो दुईटा साइलेन्सर चाहिँ यो चाहिँ एफएमएफ स्टिकर भएको हैन यो यसको डिबी किलर साइज छ यो अनि यो बेस मिठो हुन्छ यो चाहिँ एउटा GR7 मा हाल्ने एउटा SC मा हाल्ने यो अनि यो एक्जस्ट हाम्रो पुरानो एक्जस्ट देखाउ त पुरानो एक्जस्ट त्यहाँ छ भनेपछि हामीले एक्जस्ट हाल्नको लागि पुष्पन लिएर आइसकेको छौँ यसको चाहिँ यो पुरानो एक्जस्ट हो यसको चाहिँ डबल हुन्छ यहाँनिर गाट चाहिँ गइसकेको छ यसमा डिबी किलर छैन यसको हामीले डिबी किलर बनाएर काम दिइरहेको छु यहाँ जस्तो पोइन्ट चाहिँ सोध्यो जस्तो छ हामीले चाहिँ यो क्रस एक्सको एक्जस्ट हो यो चाहिँ डिबी क्लियर पनि छ अनि अब यसो टक्क पोइन्ट हाल्ने त्यसको पोइन्टहरुको हामीले ल्याएको फालमखरहरुको ग्यास रेडी गर्ने अब दुईटा पोइन्ट छ एउटा यस्तो पोइन्ट हाल्ने एउटा यसरी मिलाएर टक्क अब यहाँ हाल्ने साउन्ड पनि बबाल आउँछ अन्त GR7 हाल्न लागेको एक्जस्ट चाहिँ हालिसकेपछि देखाउँछु म हामीले यो अर्को एक्जस्टको पाइप हो बेन्ड पाइप हो यो पनि जोडेर टक्कसँग त्यसको लागि चाहिँ हामीले यो टक्कै नापेर अनि हामीले यो पनि खोल्नु पर्यो यो बेन्ड पनि मुखबाट खोल्ने निकालेर अनि लास्टमा फिनिसिङ हाल्नुपर्छ अनि चाहिँ हामीले यसलाई चाहिँ तान्नको लागि एडजस्ट पनि गर्न सकिन्छ त्यतिकै बनाउन सजिलो छैन नि एडजस्ट हाल्न गाह्रो हाम्रो चाहिँ फाइनली यो साइलेन्सर लगाइसकेपछि हामीले यहाँ वेल्डिङ हाल्यौँ अनि यहाँ छ अनि अब यसको चाहिँ यो खासमा चाहिँ प्लास्टिकको सपोर्ट छ यसमा लुक्स चाहिँ राम्रै हालेछ बेस पनि राम्रै फालिरहेको छ लुक्स यस्तो देखेको छ साउन्ड पनि दामी छ यसमा डबल नट अनि फेरि यहाँबाट बुस हालेर अब हाम्रो फाइनली हामीले रेडी गरिसक्यौँ लास्ट लुक चाहिँ हाम्रो यस्तो यो चाहिँ जस्तो वास गर्नु छ